साथीहरू आज चाहिँ म गोकर्णेश्वर नगरपालिका वडा नम्बर 8 माकलबारीमा आइपुगेका छौँ। यहाँको नगरपालिकाले चाहिँ सडकको अवस्था, यता सर्वसाधारण हिँड्नको लागि फुटपाथको व्यवस्था अनि सँगैको छेउको खोला रहेको छ भने उक्त खोलाको दुई किनारातिर हरियालीलाई देख्न सकिन्छ। आज चाहिँ म हाम्रा बाबुहरूलाई चाहिँ घुमाउनको लागि भनेर त माकलबारीमा चाहिँ आइपुगेका छौँ। यहाँ चाहिँ आइपुग्दाखेरि मलाई चाहिँ अहिले छुट्टै महसुस भइरहेको छ। यति बेला यहाँबाट चाहिँ मैले यो दृश्य हेर्न पाउँदा म कहाँ आइपुगेको छु भन्ने जस्तो फिल भइरहेको छु। यो चाहिँ विदेशी शैलीमा चाहिँ विकास भएको रहेछ। यो विकास, यो प्रगतिमा ध्यान दिनुहुने गोकर्णेश्वर नगरपालिकालाई पनि विशेष धन्यवाद दिन चाहन्छु। सडकको अवस्था पनि एकदमै राम्रो देखिएको छ। सडकको छेउको फुटपाथ हिँड्ने अनि सर्वसाधारण वृद्ध र बालकहरूका लागि मनोरञ्जनका लागि पनि एकदम उपयुक्त ठाउँ रहेछ। अनि यो छेउतिरको चाहिँ करिडोरको दृश्य हो। हेर्नुहोस्, यो चाहिँ बिचमा चाहिँ खोला बगिरहेको छ। दायाँ र बायाँ दुवै साइडतिर चाहिँ हरियाली। यो हरियालीले पनि फुटपाथमा हिँड्नेहरूका लागि चाहिँ राम्रो हुने भएकाले चाहिँ यो चाहिँ आराम गर्नको लागि भनेर बनाइएको यो नेवारी शैलीमा बनाएको चाहिँ खल्चा हो। हेर्नुहोस् त कति स्ट्यान्डर्ड तरिकाले बनाएको रहेछ यहाँको विकास। यहाँको दृश्य, यहाँको विकास, यहाँको परिवर्तन देखेर म चाहिँ एकदमै छक्क भएको छु। यहाँबाट चाहिँ नेपालका प्रत्येक नगरपालिका तथा गाउँपालिकाहरूले यहाँको विकासबाट चाहिँ धेरै कुराहरू सिक्नु जरुरत छ, सिक्न नि आवश्यक देखिएको छ। मान्छेहरू पनि सडक छेउछाउतिरबाट नहिँडिकन एकदमै जिम्मेवारपूर्ण तरिकाले फुटपाथको प्रयोग गरेर फुटपाथमा मात्र हिँड्ने गर्नुहुँदो रहेछ। हेर्नुहोस्, सम्पूर्ण नगरपालिका तथा गाउँपालिकाहरूले सिक्नुपर्ने कुराहरू चाहिँ यहाँबाट हामीले अनुसरण गर्न सकिन्छ। फुटपाथ व्यवसायीहरू पनि सडक छेउछाउमा नबसिकन यसरी मजासँग व्यवस्थित तरिकाले बसेर आफ्नो कारोबार, आफ्नो व्यवसायलाई चाहिँ चलाउन पाइरहेको रहेछ। यो दृश्यलाई चाहिँ स्टन्टबाजी गरेर चर्चामा आइरहेका महानगरहरूले पनि यहाँबाट धेरै कुराहरू सिक्नुपर्ने देखिएको छ। यदि नगरपालिकाले पनि चाहने हो भने यतिसम्मको पनि विकास गर्न सकिने रहेछ भन्ने कुरा पनि हामीले थाहा पाएका छौँ। मैले पनि यहीँबाट यही कुरो सिक्न पाएको छु।